नमस्कार। फागुन 21 को प्रतिनिधि सभा निर्वाचन अर्घाखाँचीका लागि केवल चुनाव होइन, यो पुरानो राजनीतिक बानी र नयाँ सम्भावना बीचको निर्णायक परीक्षा हो। यसपटक मैदानमा छन् नेपाली काङ्ग्रेसका विष्णुप्रसाद खनाल मुस्कान, नेकपा एमालेका पीताम्बर भुषाल, नेपाली कम्युनिस्ट पार्टीका रामबहादुर चौहान, राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुषाल लगायत अन्य मुख्य राजनीतिक दलका नेताहरू। नाम धेरै छन्, झन्डा फरक फरक छन्, तर प्रश्न एउटै छ, कसले अर्घाखाँचीको भविष्य बदल्न सक्छ? दशकौँदेखि उही दल, उही अनुहार, उही आश्वासन दोहोरिँदा पनि कृषि, रोजगारी, स्वास्थ्य, शिक्षा र पूर्वाधारका समस्या किन उस्तै छन्? यदि उत्तर छैन भने मतदानमा पनि पुरानो सोच दोहोरिनु हुँदैन। आज अर्घाखाँचीका सचेत जनताले दलको इतिहास होइन, उम्मेदवारको इमान्दारिता हेर्नुपर्छ। नयाँ नारा होइन, कार्य योजना हेर्नुपर्छ। भावना होइन, जवाफदायिता खोज्नुपर्ने समय आएको छ। यसपटकको भोट काङ्ग्रेस, एमाले वा कुनै परम्परावादी शक्तिहरूका लागि होइन, व्यक्ति पूजा वा डरले होइन, अर्घाखाँचीलाई बस्न, काम गर्न र गर्व गर्न लायक जिल्ला बनाउने सङ्कल्पका लागि हो। अब निर्णय नागरिकको हातमा छ। पार्टीभन्दा माथि उठेर मतदान गर्ने कि फेरि उही चक्रलाई 5 वर्षको म्याद थप्ने। अर्घाखाँचीको भविष्य अब भाषणले होइन, सचेत मतले लेखिने बेला आएको छ। सुनिदिनु भयो, तपाईँलाई धन्यवाद।